मान्छे जब कमजोर हुँदै जान्छ, आफ्नाले हेप्दै जान्छन्, आफ्नाले पेल्दै जान्छन्, बास गर्छन्, गिज्याउँदै जान्छन् हैन। शरीर जब कमजोर हुन्छ नि, शरीरको आफ्नो जुम्रा पनि अर्को शरीरमा सर्छ। किन त्यसको शरीरमा बसिरहेको, त्यहाँ के पाउँछ भनेदेखि मान्छेले त यति हेप्छ कि जिउनै गाह्रो बनाइदिन्छ। अहिले म कमजोर छु, सन्चो छैन, शरीर लखतरान छ डेङ्गुले हैन, अब कुरा गरी साध्य नै छैन। तैपनि मैले त अलिअलि गीता र चाणक्य नीति अध्ययन गरिरहेको छु। डरको महसुस छैन। जसले हेप्यो हेपोस्, बाल छैन। यो शरीरै मेरो होइन, दुई दिनको पाहुना हो, भाडाको घर हो। तिम्रो चाहिँ तिम्रो हो र मेरो चाहिँ मेरो नहुने, तिम्रो चाहिँ तिम्रो आफ्नै हुनलाई आफ्नैले हेप्दै जान्छन्। अनि पछि तपाईले कमाउनुस्, तपाईँ प्रसिद्ध प्रसन्न हुनुस्, टन्न गाँठ कमाउनुस्, तपाईँ बलियो हुनुस्, त्यो टाढिएका आफन्तहरू नजिकै आउँछ। भाइ यतिले नै यार, म त तेरो आफन्त हो यार, म त तेरो नजिक हो यार भन्न आउँछन्। आँखा हेर्नु भएको छैन। तैपनि मिसन 87 को कन्टेन्ट आज 57 दिन भिडियो बनाउन छोडेको छैन मैले हैन। निरन्तर मेरो मिसन 87 चलिरहन्छ, बाँचुन्जेल रोकिने छैन। जय मिसन 87।